हेलो नमस्ते सम्पूर्णमा। आज फेरि नयाँ जब भ्याकेन्सीको अपडेट लिएर आइसकेको छु र यो चाहिँ नेपाल धितोपत्र बोर्डमा स्थायी जागिरको लागि रहेको छ र यसमा चाहिँ सहायक द्वितीय पोस्टमा चाहिँ एउटा खुल्ला तथा एउटा मधेसी गरी चाहिँ भ्याकेन्सी आएको छ र यसको परीक्षा चाहिँ लिखित र अन्तर्वार्ता हुन्छ है। र अस्ति जुन प्रिटेस्ट थियो त्यसमा उत्तीर्ण भएकोहरूले मात्रै यसमा भर्न सक्नुहुन्छ। कागजात अपलोड गर्दा चाहिँ तपाईहरूले त्यो प्रिटेस्टको पास भएको प्रमाणपत्र चाहिँ अनिवार्य रूपमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ है त। र यसको चाहिँ दरखास्तको अन्तिम मिति भनेको चाहिँ 2082 8/25 मा रहेको छ र दोब्बर दस्तुर तिरेर चाहिँ तपाईहरूले 2082 9/3 सम्म चाहिँ भर्न सक्नुहुन्छ। र त्यस्तै गरी अर्को एउटा भ्याकेन्सी पनि आएको छ है। र त्यो धितोपत्र बोर्ड सम्बन्धी अरू जानकारी चाहिँ तपाईहरूले त्यसको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ र फर्म चाहिँ त्यसको अनलाइनमा भर्नुपर्ने हुन्छ। अनलाइनमा चाहिँ भर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरूले चाहिँ वेबसाइटमा गएर फलो गर्न सक्नुहुन्छ है, अथवा त्यहाँ कल गरेर पनि बुझ्न सक्नुहुन्छ। र यसमा चाहिँ तपाईँ +2 पास हुनु पर्यो। र त्यस्तै गरी चाहिँ तपाईहरूले अस्तिको प्रिटेस्टको रिजल्ट चाहिँ तपाईहरूले प्रिटेस्टको रिजल्टमा तपाईँहरूको नाम हुनुपर्छ। त्यो प्रमाणपत्र पनि तपाईँहरूले अपलोड गर्नुपर्छ। र त्यस्तै गरी अर्को भ्याकेन्सी पनि आएको छ, त्यो चाहिँ त्रिभुवन विश्वविद्यालयमा रहेको छ है। र यो चाहिँ करार सेवामा रहेको छ। र यसमा चाहिँ उपप्राध्यापकको पोस्ट, त्यस्तै गरी चाहिँ प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक गरेर यो 6वटा पोस्ट, 6वटा चाहिँ सिरियल नम्बर अनुसारले चाहिँ भ्याकेन्सी आएको छ। र यो चाहिँ करार सेवाको लागि हो। र यसको लागि चाहिँ तपाईहरूले यो वेबसाइट pcacampus.edu.np मा गएर चाहिँ अन्य डिटेल्सहरू चाहिँ हेर्न सक्नुहुन्छ है त। र यस्तै तपाईहरूलाई चाहिँ जब भ्याकेन्सी, मूलतः हामीले सरकारी सेवाको चाहिँ जब भ्याकेन्सीहरूको अपडेट दिने गरेका छौँ। र यस्तै अपडेटका लागि चाहिँ तपाईहरूले च्यानल सब्स्क्राइब गर्नु होला। हामी चाहिँ क्विक अपडेट चाहिँ तपाईहरूलाई प्रदान गर्छौँ है त। हस् त, अल द बेस्ट, थ्याङ्क यू।